Hello guys, my name is Shankar. Welcome to my son vlog र आज चाहिँ म ढेँडो बनाउनेवाला छु। कस्तो हुन्छ हेरेर साथ दिनु है। सो पानी उम्लिँदैछ। लाइटिङ अलिकति कोठाको समस्या। पानी उम्ल्यो आमा। सो देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब ढेँडो बनाउने प्रोसेस चल्दैछ र मलाई चाहिँ यहाँ हजुरआमाले मलाई यहाँ सहयोग गरिरहनु भएको छ। किनभने अहिलेसम्म मैले ढेँडो एकचोटि मात्रै बनाएको छु, त्यही भएर त्यति साह्रो कन्फिडेन्स छैन। त्यस कारणले गर्दाखेरि चाहिँ मलाई यहाँ हजुरआमाले ढेँडो बनाउनको लागि चाहिँ सिकाइरहनु भएको छ र म त्यही अनुसार काम गर्दैछु। यो चाहिँ दाबिलो जुन चाहिँ यसले म स्र्याप स्र्याप गर्छु। अब चाहिँ हजुरआमाले यहाँ पिठो हालिदिनु भयो र मैले चाहिँ अब ढेँडो बनाउने प्रोसेस गर्दैछु। ढेँडो बनाउनलाई त्यति साह्रो त आउँदैन है गाइस, त्यही भएर अलिअलि पिठोहरू हाल्दै टक्क पानीसँग म्याच मिलाउँदै होइन बनाउँदैछु। गाइस यो गर्न लास्टै गाह्रो छ है। अथा झन् हात दुखिरहेको बेला अस्ति लेख्दा एक्जाममा लेख्दा अथा। सो गाइस हाम्रो चाहिँ अब 11 को चाहिँ हाम्रो फाइनल बोर्ड इक्जाम चल्दैछ र त्यहाँ चाहिँ बोर्ड इक्जाम चल्दै नै यसो ढेँडो खान मन लाग्यो र ढेँडो बनाउँदैछु। यो गर्न चाहिँ गाइस लास्टै गाह्रो हुन्छ है। झन् मेरो हात दुखिरहेको अवस्था थियो र ढेँडो खान गाह्रो छ। ढेँडो बनाउँदा त लास्टै गाह्रो है। वरिपरि घुमाइ तल माथि तान्दा हौ शरीर भएको सम्पूर्ण बल चाहिँ हातमा ल्याएर सर्ल्याप तान्नुपर्ने हुन्छ है। यो गर्दाखेरि त थाकिन्छ पनि हौ। एकछिन बस्दै सर्ल्याप दायाँ बायाँ घुमाउने बटार्ने गरेर चाहिँ हामी यसरी ढेँडो बनाउँछौँ। र ढेँडो बनाउँदाखेरि चाहिँ मेन कुरा ध्यान दिने भनेको चाहिँ गाइसहरू त्यो अब पिठोको डल्लो चाहिँ अब डल्लो पिठोहरू त्यहाँ नबसोस् ढेँडोमा भन्ने हुन्छ होइन। त्यो बसेपछि चाहिँ फेरि खाँदा नि प्लस अब खाइसकेपछि चाहिँ लास्टै समस्या आउन सक्छ। गडबडी पेट गडबडीदेखि लिएरको कुराहरू चाहिँ त्यहाँ आउनसक्छ। त्यही भएर वरिपरि घुमाइ ओर्काइ फर्काइ गरी जति बल लगाएर तान्ने त्यति नै सर्ल्याप गर्ने। त्यसरी चाहिँ हामी ढेँडोलाई चाहिँ मस्काउन सक्छौँ वरिपरिकै दायाँ बायाँ गरेर होइन। जति धेरै गरे त्यति नै त्यहाँ भएको पिठोका डल्लोहरू चाहिँ हराउँदै जाने हुन्छ। पसिना आयो। यो भिडियो स्पिड गरेको कारणले चाहिँ अब कति टाइम लाग्यो भन्ने चाहिँ एकदमै टाइम चाहिँ कम देखेको जस्तो छ। तर यो गर्न लास्टै टाइम लाग्यो गाइस। हेर्नु त आमा, हेर्नु त गाइस कता हो खोइ कता भइसक्यो मेहनत छ त गाइस। पसिना आयो। पाको निभाइदियो पानी। गाइस यस्तो गरेर सर्ल्याप तान्नुपर्छ दुईटा हातले समातेर। गाइस यस्तो छ मेहनत। पसिना आयो यति चाहिँ अब गर्दैन पनि। ढेँडो गाइस ढेँडो। डु यु नो ढेँडो इज अ नेपाली फुड। ढेँडो एन्ड look like this. कस्तो मिठो। ढेँडोसँग फेरि यो मात्रै हो, यो तरकारी अरू कुही होइन। अरू मिठै हुँदैन, ढेँडोसँग यो एउटा मात्रै हो। त्योसँग म्याच गर्नु छ भने एउटा कुरा पसिना आयो। मिट
मासु झोलसँग यस्तो छ मित्र अहिले देखाउँछु फाइनल लुक्स लुच्चा ढिँडो ढिँडो खाएंगे आप लड्डू नेपाली लड्डू इट्स अ बेटर भेरी बेटर हेल्थ एन्ड फिजिकल सब चबाउन मिल्दैन एउटा चबाउन मिल्दैन रे निल्नु पर्यो सानो खानु पर्यो नि त खोइ त कस्तो नआएको निल्दाखेरि फेरि तर्कुलामा अड्किन्छ कि सो गाइज भिडियो हेरिसक्नुभयो र भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला मन परे लाइक सेयर र अनि सब्सक्राइब पनि गरिदिनु होला यस्तो भिडियोहरू म हजुरहरूको माझ लिएर आउने छु र यो एकदमै 1-2 दिन अगाडिको भिडियो तर मैले आज यसलाई त्यतिखेर टाइम पाएको थिएन बनाउनको लागि एडिट गर्नलाई र आज चाहिँ अलिकति फ्री भएर आज यो भिडियो बनाएको छु र यो मेरो पहिलो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला यति भन्दै सबैलाई माया छ नमस्ते